हेलो नमस्ते सबैजनालाई है त गुड मर्निङ सबैजनालाई। आज अब बिहान भर्खर उठेको म पनि है त। आज मेरो बिदा थियो कि भर्खर उठेको हैन, साथीहरू काममा गएको छ। आज चाहिँ म हजुरहरूको लागि त एउटा स्पेसल भिडियो लिएर आइसकेको छु। बाहिर जाडो पनि छ हैन। अब त्यही भएर जाडोमा चाहिँ तातो तातो खानुपर्छ, तातो तातो झलिलो सुपहरू खानुपर्छ भन्ने थाहा छ नि त। त्यो हुँदाखेरि चाहिँ आज चाहिँ म हजुरहरूलाई एकदम स्पेसल भिडियो लिएर आइसकेको छु। कृपया भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। भिडियोमा के रहेछ भन्ने कुरा चाहिँ भिडियो हजुरले हेरिसकेपछि थाहा हुनेछ। त्यही भएर चाहिँ हजुरले भिडियोलाई चाहिँ स्किप नगरिकन भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु है त। कोही च्यानलमा यदि नयाँ हुनुहुन्छ भने चाहिँ लाइक अनि सब्सक्राइब पनि गरिदिनु होला, ताकि आगामी दिनहरूमा हजुरहरूको माया ममता अनि हजुरहरूको एक लाइक अनि सब्सक्राइबले गर्दाखेरि चाहिँ आगामी दिनहरूमा फेरि मलाई यस्तै खालका भिडियोहरू चाहिँ बनाउने मोटिभेसनल मिलोस् भन्नको लागि चाहिँ हजुरहरूले चाहिँ मलाई चाहिँ एक लाइक अनि एक सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है त। सो आज चाहिँ म हजुरहरूको लागि चाहिँ अब जाडो सिजन पनि छ हैन। अब झलिलो चिज खानुपर्छ भन्ने पनि सबैलाई थाहा छ। त्यही भएर चाहिँ आज चाहिँ म हजुरहरूको लागि चाहिँ थुक्पा कसरी बनाउँछ त, थुक्पा कसरी बनाउँछ भन्ने कुरा हजुरहरूलाई आज म सेयर गर्छु हैन। अब आइडिया त थाहा छ कि थुक्पा बनाउने आइडिया चाहिँ सबैलाई थाहा छ, आजभोलिको जमानामा सबैलाई थाहा छ। तर म चाहिँ कसरी बनाउँछु भन्ने कुरा चाहिँ हजुरहरूले हेर्नु है त। सो मैले चाहिँ यहाँ पानी बसालेको थिएँ कि यो पानी चाहिँ उम्लिसक्यो होइन। अब यसमा चाहिँ मैले यो थुक्पा छ हाम्रो, यो थुक्पा मोटो खालको लिएको छु कि मैले। यो अलि मोटो खालको छ नि त। त्यो हुँदाखेरि चाहिँ मोटो चाहिँ मसिनोभन्दा चाहिँ अलि थुक्पा खानको लागि चाहिँ मोटो भयो भने चाहिँ राम्रो हुन्छ होइन। अब यसलाई चाहिँ म यस्तै राख्छु। धेरै छैन, अस्ति खाएर सकिएर भन्दा अस्ति खाएर अलिकति रहेको थियो कि आज छुट्टीमा बिदा पनि थियो कि मेरो। अनि साथीभाइहरूले पनि खान्छन् भनेर अनि यसरी राखिदिएको छु। एकछिन बोइल गर्नुपर्छ। एकैछिन चलाइसकेपछि अब धेरै फुल बोइल पनि गर्नु हुँदैन, ठिक्क हाफ बोइल जति गऱ्यो भने चाहिँ हुन्छ। सो गाइजहरू, हाम्रो थुक्पा चाउमिन चाहिँ बोइल भइसकेको छ। यत्तिको बनाएको छु, यत्तिको बनाएको छ होइन। यसलाई चाहिँ अब म चिसो पानीले धुन्छु। चिसो पानीले हल्का धुनुपर्छ कि, किनकि तातो छ नि त यो। सो हाम्रो चाउमिन चाहिँ रेडी भइसकेको छ। यसमा चाहिँ मैले हल्का तेल लगाएर राख्छु। हल्का मैले तेल लगाउँछु, किनकि तेल लगाइसकेपछि एक आपसमा चिप्किँदैन नि त, फरक भइरहेको छ नि त। अन्त यो मैदा हो फेरि, अब मैदा त एक आपसमा चिप्किन्छ नि त। त्यो हुँदाखेरि मैले हल्का यो चाहिँ तेल लगाएर राख्छु। सो हाम्रो चाउमिन चाहिँ रेडी भइसक्यो है त। अब चाउमिन रेडी भयो। अब चाहिँ म दालको लागि चाहिँ, अब किनकि भेज हो नि त, चिकन होइन, ननभेज होइन नि त, भेज खालको। त्यही भएर मैले यसमा चाहिँ दालहरूको मिश्रणबाट चाहिँ यसलाई बनाउने, मटर छोला बनाउने कोसिस गर्दैछु। त्यसको लागि चाहिँ अब अरू रेडी गर्छु है त दालको लागि। सो मैले चाहिँ अब दाल बनाउनको लागि चाहिँ मैले यस्तो भिजाएको यो चनाहरू लिएको छु। चना, केराउ अनि राजमा रहेको छ। यहाँ साँझ मैले भिजाइदिन छोडेको थिएँ, अहिले चाहिँ भिजेछ। यो एउटा कुकरमा चाहिँ चना, राजमा, केराउको योलाई चाहिँ म अब पकाउन जाँदैछु। यो भयो चना, राजमा, केराउ। अनि यसमा म राख्छु थोरै बेसार, अनि नुन चाहिँ पछि थप्दा हुन्छ। ओइललाई चाहिँ थोरै नुन पनि राखेको छु, नुन। अनि जिरा धनियाँको पाउडर, अनि कलरको लागि हल्का कलरको लागि चाहिँ रातो खोर्सानीको धुलो, थोरै टिमुर पनि राखिदिन्छु। अनि एक दुईवटा लङ सुकमेल थोरै, अनि थोरै ल्वाङ राखिदिन्छु। अनि यससँग सँगसँगै चाहिँ मैले एउटा ठुलो आलु पनि लिएको छु। आलुलाई चाहिँ म धेरै कटिङ गर्दैन, जस्ट दुई खप्लेटा बनाएर राखिदिन्छु होइन।
अनि अब यसमा चाहिँ म पानी एड गर्छु अनि यसमा थोरै तेल पनि राख्नुपर्छ नुन तेल राखिसकेपछि कुकर सानो छ पानी निस्किँदैन नि त माथि पानी निस्किँदैन उम्लिँदैन भनौँ न पानी एड गरेँ मस्त अब पकाउने हो यो चाहिँ अब लगभग 15-20 मिनटको लागि मैले अब पकाउन छोड्दै 15-20 मिनट पछि अब यसलाई साथसाथै अब यो त अहिले जस्ट पकाउनको लागि मात्रै दानाहरू पकाउनको लागि मात्रै अरू चिजहरू चाहिँ अब प्याज लसुन त्योहरू रेडी गर्नु छ सो गाइजहरू अब मैले उता दाल बसालिसकेको छु दाल पनि उता पाकिरहेछ अब प्लस अब दाल पाकिसकेपछि चाहिँ अब यो दालहरू चाहिँ झार्नको लागि चाहिँ ग्रेभी बनाउनको लागि चाहिँ चाहिन्छ नि त एउटा प्याज लिएको छु अलि यो प्याज चाहिँ अलिक ठुलै छ छन चाहिँ अलि धेरै गरेर चाहिँ आधा राख्छु होला सायद अनि 3वटा हरियो खुर्सानी लिएको छु अनि थोरै लसुन छ एउटा टुक्रा अदुवा छ अनि थोरै टमाटर छ अब यिनीहरूलाई चाहिँ म कटिङ गर्छु टमाटर प्याज लसुन अनि अदुवा खुर्सानी चाहिँ अब रेडी भइसक्यो जस्ट अब यो दाल चाहिँ पाकिसकेपछि चाहिँ यसलाई म चाहिँ त्यसपछि चाहिँ झाल्छु है त मैले फराइसक्यो अनि यो प्याज र लसुनलाई चाहिँ म हल्का यसरी पकाउँछु यसलाई चाहिँ हल्का भुट्नु पऱ्यो नि त ग्रेभी रेडी भइसक्यो यतिको रातो भयो रातो भयो हैन म चाहिँ दाल ड्याम्म धुइदिन्छु तड्का लगा हल्का पानी एड गर्छु केटाहरू छ नि त साथीहरू छ साथीहरूले टन्नै खाला नि त फेरि केटाहरूलाई थोरै दिएर हुँदैन हैन टेस्ट आयो म थोरै चाही पनि सकेँ बबाल टेस्ट आयो अब यसलाई खेपछि भल्किसकेपछि म साथीहरूलाई बोलाउँछु अनि त्यसपछि साथीहरूको प्रतिक्रिया के हुन्छ हेरौँ है त फाइनल्ली पाकिसक्यो है त थुक्पा पनि पाकिसक्यो थोरै थोरै राखिदिएको छु किनकि धेरै थिएन थुक्पा पनि ल यसमा बेसार हालिदिएको भए मजा आउँथ्यो थुक्पा रेडी भयो मैले बेसार चाहिँ राखिनँ बोइल गर्दाखेरि के केटाहरूले झट्ट खाँदैछन् केटाहरूलाई यस्तो बिदाको दिन होइन यस्तो अब बनाएर खिलाउनु अब केटाहरूले अब के भन्छन् प्रतिक्रिया के छ कस्तो छ मिठो छ एकदम ल ठिक छ प्रतिक्रिया त एकदम कडक विष्टजीका मुखबाट सुन्नुपर्छ ल च्यानललाई यसो लाइक सब्सक्राइब गरिदियो भन अब त्यही यो अब सक्यो आजको आकाश गरिदियो मैले त गरिसकेँ ल ल ओके ओके ल आजलाई सक्यो विष्टजी कता गयो